ओम नमः शिवाय। म हजुरहरूलाई एउटा विधि सिकाउँछु। हाम्रा बालबच्चाहरू, कसैका पनि बालबच्चाहरू राति मध्यरातमा एक्कासी चिच्याउँछन्, जुरुक्क उठ्छन् अनि रुन थाल्छन्। अब डाक्टर साहबकोमा लगेर देखाउँदा डाक्टर साहबले बच्चालाई केही भएको छैन, बच्चा क्लियर छन्, कहिले कहिले नानीहरू तर्सिन्छन् भन्नुभएको छ भने हामीले आँखामा लाउने गाजल हुन्छ नि, त्यो गाजललाई त्यो बच्चाको देब्रे पोइतालामा जोडको चिन्ह बनाइदिनुस्, प्लस बनाइदिनुस् अनि नानीलाई सुताउनुस् त। त्यो नानी फेरि फेरि कालिँदैनन्। यो मैले गरेर अनुभव गरेको कुरा हो। यसमा कुनै तन्त्र मन्त्र गर्नु पर्दैन। प्लसको चिन्ह बनाइदिनुस् देब्रे पोइतालामा, नानीलाई सुताइदिनुस्, नानी त्यहाँदेखि कहिले पनि कालिँदैन।